नमस्कार साथीहरु, तपाईं सबैलाई फिनोलोजी वर्ल्डमा स्वागत छ। जहाँनिर तपाईले शेयर सम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। यदि तपाईं आईपीओ को पर्खाइमा हुनुहुन्छ भने फेरि एक पटक सर्वसाधारणको लागि आईपीओ खुला हुनेछ, जसको नाम रहेको छ सोलु हाइड्रो पावर लिमिटेड। अब यो आईपीओ कस्तो छ, कहिलेदेखि खुला हुनेछ, कति कितासम्म अप्लाई गर्ने, यसको ओपनिङ रेन्ज कति हुनेछ, यसको प्रवृत्ति कस्तो छ, यो सबै बारेमा बुझ्नको लागि आउनुहोस् यस भिडियोलाई सुरु गरौँ। साथीहरु, कुनै पनि कम्पनीको आईपीओ अप्लाई गर्नुभन्दा पहिला त्यस कम्पनीको बारेमा जान्न एकदमै जरुरी हुन्छ, किनभने हामीलाई पनि थाहा हुनुपर्छ एज अ इन्भेस्टर कि हाम्रो पैसा कहाँनिर लगानी भइरहेको छ, वास्तवमा त्यो पैसा चाहिँ युजफुल छ कि छैन। त्यही भएर यस सोलु हाइड्रो पावर लिमिटेडको बारेमा पनि जान्न एकदम जरुरी छ। जसरी कि हामी सबैलाई थाहा छ, कुनै पनि कम्पनी डाइरेक्ट पब्लिक लिमिटेडमा आउँदैन। सबभन्दा पहिला त्यो प्राइभेट लिमिटेडको फर्ममा दर्ता हुनुपर्छ, जुन कि सोलु हाइड्रो पावर लिमिटेडले जुन 2010 मा एक निजी कम्पनी अर्थात् प्राइभेट लिमिटेडको नाममा दर्ता गरिएको थियो र पछि गएर जुलाई 2022 मा यसलाई चाहिँ पब्लिक लिमिटेडमा ट्रान्सफर गरियो। गरी यस सोलु हाइड्रो पावर लिमिटेडको मेजर पोर्सन चाहिँ भारतको एसएल इन्फ्रा प्रोजेक्ट लिमिटेडले नामक कम्पनीले ओगटेको थियो र पछि गएर नेपालका ठुला व्यावसायिक समूहहरू जस्तै त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल, राठी, बड्या, जैन इत्यादि ग्रुपहरूले आफ्ना सेयरहरू यसमा हालिन् र हाल फेब्रुअरी 2024 को मध्यसम्ममा प्रमुख सेयर धारकहरूको रूपमा गोविन्दलाल सङ्घाई उहाँको 8.16%, नितेश अग्रवाल 7.09% र रामचन्द्र सङ्घाई 4.83% रहेको छ। त्यसै गरी अर्को प्रश्न साथीहरू, आखिर यस सोलु हाइड्रो पावर लिमिटेडले आफ्नो आईपीओ कहिलेदेखि खुलाउनेछ? साथीहरू, तपाईँ सबैलाई जानकारी गराइदिउँ। यस सोलु हाइड्रो पावर लिमिटेडले पौष 29 गतेदेखि लिएर माघ 4 गतेसम्म आफ्नो आईपीओ आवेदन खुला गरेको छ। यदि सब्सक्राइब भएन भने ढिलोमा 14 गतेसम्म पनि हामीले एप्लाई गर्न सक्नेछौँ। साथीहरू, मिनिमममा हामीले 10 किता र म्याक्सिमममा 1 लाख कितासम्म पनि एप्लाई गर्न सक्छौँ, तर 10 किता नै गर्नुहोला, किनभने 10 किता बाहेक आफ्नो पुँजी फसाउनु भनेको बेकार हो, किनभने ओभर सब्सक्राइब भएर जान्छ नै जान्छ, 100% पक्का हो। त्यसै गरी सर्वसाधारणको लागि जम्मा 82 लाख किता 100 रुपियाँको दरले निष्कासन गरिएको छ। त्यसै गरी अर्को प्रश्न साथीहरू, कम्पनीको जारी पुँजी कति रहेको छ र यसले आफ्नो जारी पुँजीको कति प्रतिशत चाहिँ सेयर निष्कासन गरिरहेको छ? त साथीहरू, तपाईँ सबैलाई जानकारी गराइदिउँ। यस सोलु हाइड्रो पावर लिमिटेडको जारी पुँजी 10 अर्ब रुपियाँ रहेको छ र कम्पनीले 20% अर्थात् 2 करोड किता चाहिँ टोटल सेयर निष्कासन गरेको छ, जसमध्ये 1 करोड किता चाहिँ आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ। त्यसै गरी जारी पुँजीको 10% अर्थात् बाँकी रहेको 1 करोड किता मध्ये 10% अर्थात् 10 लाख चाहिँ विदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि छुट्याइएको छ। त्यसै गरी बाँकी रहेको 90% अर्थात् 90 लाख मध्ये कम्पनीलाई जेनरलको लागि पनि छुट्याउनु पर्ने हुन्छ, म्युचुअल फन्डको लागि पनि छुट्याउनु पर्ने हुन्छ र आफ्ना इम्प्लोइहरूको लागि पनि छुट्याउनु पर्ने हुन्छ। त्यही 90 लाखमा कम्पनीले चाहिँ आफ्नो सेयर इम्प्लोइहरूको लागि 3% अर्थात् 3 लाख किता छुट्याइएको छ, म्युचुअल फन्डको लागि 5% अर्थात् 5 लाख किता छुट्याइएको छ र बाँकी रहेको 82 लाख किता चाहिँ सर्वसाधारणको लागि 100 रुपियाँ अङ्कित मूल्यको दरले निष्कासन गरिएको छ। त्यसै गरी अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न हामी सबैको लागि कि आखिर यस सोलु हाइड्रो पावर लिमिटेडले हामीलाई कतिसम्मको चाहिँ रिटर्न दिन सक्छ? त्यसको लागि सबभन्दा पहिला हामीलाई कम्पनीको चाहिँ वित्तीय अवस्था हेर्नुपर्ने हुन्छ र यहाँनिर हामीले देख्न सक्छौँ एउटा टेबल दिएको छ, जसमा 3 थरीका डाटाहरू दिएको छ: वास्तविक, अपरिष्कृत र प्रक्षेपित। र हामीलाई हेर्नु कुन छ त वास्तविक डाटा हेर्नु छ, किनभने वास्तविक डाटा भनेको कम्पनीले पर्फर्मेन्स गरिसकेको भन्ने बुझिन्छ। यहाँनिर 3 आर्थिक वर्षको दिएको छ, 78-79, 79-80 र 80-81 मा। कम्पनीले चाहिँ 78-79 को कुरा गर्दाखेरि यसको प्रति सेयर नेटवर्थ चाहिँ 99 रुपियाँ 95 पैसा रहेको थियो, जुन कि आर्थिक वर्ष 79-80 मा अलिकति नोमिनल बढेर 99 रुपियाँ 96 पैसा हुन गयो र कम्पनीले अझै राम्रो पर्फर्मेन्स गर्दाखेरि आर्थिक वर्ष 80-81 मा 100 रुपियाँ 21 पैसा चाहिँ पुगेको छ। अर्थात् हामीले के हेर्न सक्छौँ भने कुनै पनि कम्पनीको चाहिँ यसले आखिर हामीले के थाहा पाउँछ त हामीले एउटै कुरा के थाहा पाउन सक्छौँ भने कम्पनीको ओपनिङ रेन्ज चाहिँ कुन हुन्छ। त वास्तवमा कम्पनीको ओपनिङ रेन्ज हेर्नको लागि हामीले आर्थिक वर्ष वास्तविकको आर्थिक वर्ष 80-81 को डाटा हेर्नुपर्छ, जसमा 100 रुपियाँ 21 पैसा रहेको छ। यसैको चाहिँ मिनिमम पोइन्ट हाम्रो 100 रुपियाँ 21 पैसा हुन्छ र म्याक्सिमम चाहिँ 3 गुणा अर्थात् 300
६३ पैसा हुनेछ। तर अपरिष्कृत र प्रक्षेपित के हो भन्ने कुरा बुझ्नको लागि हामीले छोटकरीमा बुझ्न सक्छौँ। अपरिष्कृत भनेको चल्दै गरेको आर्थिक वर्ष हो, अर्थात् 81-82, जुन कि असाढ मसानसम्मको डाटा दिएको छ। र त्यसै गरेर प्रक्षेपित भनेको भविष्यको डाटाहरू दिएको छ, जसमा कम्पनीले आफ्नो पर्फर्मेन्स राम्रो गर्दै गयो भने पक्कै चाहिँ उसले जुन टार्गेट यहाँनिर देखिरहेछौँ त्यो टार्गेट एचिभ गर्न सक्छ। त्यसै गरी यस कम्पनीको इस्यु म्यानेजर चाहिँ नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहनेछ। र त्यसै गरी हामीले अर्को कुरा पनि हेर्नुपर्ने हुन्छ कि आखिर यसलाई क्रेडिट रेटिङ कति पाएको छ। त इन्फर्मेक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले यसलाई BB मान्यता दिएको छ। अर्थात् यसबाट हामीले के बुझ्न सक्छौँ भने यो मूल्याङ्कन भएका जारीकर्ताहरूलाई वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा डिफल्टको मध्यम जोखिम भएको मानिन्छ। धन्यवाद। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनुहोला, यसले हामीलाई सहयोग पुर्याउँछ। धन्यवाद।